हेलो साथीहरु, फेरि उपस्थित भएको छु। सधैँको जस्तै फेरि अर्को नयाँ भिडियो। सबैभन्दा पहिले साथीहरुलाई जानकारी गराउँ। यस भिडियोमा के छ भनी जान्नको लागि हामी यस व्हाइट हाउस भित्र जानुपर्ने हुन्छ। हेर्नका लागि हजुरहरु भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ, माया दिनुहुन्छ भन्ने म आशा राख्दै भिडियोलाई स्टार्ट गरौँ है त। रोयल मेला कस्तो छ भन्दाखेरि हेर्ने हो, यस्तो छ है। साथीहरु, हामीहरु चाहिँ अब यहाँ लन्डन ब्रिजमा जाँदैछौँ रे। कस्तो रहेछ लन्डन ब्रिज भन्ने कुरो चाहिँ हामीले अब यहाँ देख्नेछौँ। साथीहरु, आज हाम्रो आएको भन्ने ठाउँ चाहिँ यही हो। गुजरातमा रहेको सुरतको बजारमा वनिता विश्राम मेला भन्ने ठाउँमा आज आएको छौँ 2025 सालको। यो मेलामा आएको छ के छ भन्दाखेरि यो चाहिँ विदेशको सबै टावरहरू चाहिँ यसैमा लिएर खडा गरेको छ है। तपाईहरु सबैले हेर्न सक्नुहुन्छ। हेलो साथीहरु, हामीहरुले यहाँ पाइने पपकर्न किनेर खानेछौँ। त्यसपछि रमाइलो गेमहरू खेल्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने म आशा राख्दछु है त। नयाँ हुनुहुन्छ भने, भिडियो हेर्दै हुनुहुन्छ भने तपाईहरुले यस च्यानललाई सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला भन्ने म आशा राख्दै स्टार्ट गर्दैछौँ है। Let's go. वाउ! गेमहरू हामीहरूले खेलिसकेर बाहिरपट्टि निस्किँदाखेरि हामीले यहाँ नयाँ चिज देखियो जसमा धुवा निस्किरहेको हामीले देख्न सक्छौँ। के रहेछ भने हामी नजिक जाँदा सबैले खाइरहेको देख्यौँ। सबैको मुखमा धुवै धुवा भएको थियो, तर सिगरेट हो भनेको त होइन रहेछ। अनि हामीले पनि किनेर खाने प्रयास गर्यौँ। नाइट्रोजन लिक्विडमा डुबाएर जसमा धुवा निस्कने गर्छ। आज म खाइरहेको छु। यो मेरो चाहिँ पहिलो एक्सपिरियन्स हो। मैले योभन्दा पहिले कहिले पनि खाएको थिएन। तपाईहरुले खानु भएको छ भने कमेन्टमा लेखिदिनु होला को कसले खानु भएको छ छैन। हामीहरु अझै मेलाको भित्र जाँदा यस्तो देखियो। यो हेर्न सक्नुहुन्छ साथीहरु, मेलाको छुट्टै रौनक देखिएको छ। हामीहरु माथि आछौँ है यो खेल्नको लागि। त्यो साथीहरु, हामीहरु यसको माथि चाहिँ यहाँ हाम्रो बसेको छ। अब के हुने चाहिँ गाह्रो हुनेछ अब यहाँ है। धेरै गाह्रो छ। एकदम टपमा बसेको छ हामीले। यता पछाडि केही पनि छैन। धेरै टपमा त्यहाँदेखि पछाडि लाइन बाई लाइन पुरै भरिन्छ अनि त्यसपछि चल्छ है यो। दाजु अहिले के हुन्छ र अहिले? अहिले के हुन्छ ए भान्जा के हुन्छ अहिले? माथि धेरै माथि त होइन नि। माथि जाने अहिले। अहिले खै भिडियो पनि गराउन सकिन्छ कि सकिन्न यार यो अवस्थामा। हाम्रो क्यामेरा पर्सन चाहिँ कहाँ छन् भन्दाखेरि ऊ पारि हेर न। यो चाहिँ मेरो कामिरहेछ, पछिडा निस्किरहेछ यहाँ। झन्डै नै के भयो यहाँ भन्नै मिलेको छैन यहाँ। झन्डै हात छुटेको नि त यार। अब सरी है, मैले भिडियो बनाउनु सकेन। त्यहाँ मोबाइल खस्थ्यो, म पनि खस्थेँ। गाह्रो छ, कहिले बस्दैन सुन्नु त्यसमा यार। कस्तो लाग्यो तिमीलाई? राम्रो लाग्यो। अब बस्छौ कि नै? बस्ने हो गाइजहरु। सातौं निस्किया छ यहाँ, साँझ बढेको छ।
बोल्नै सकिया छैन कम्ती माछा यहाँ ढक 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 गरेछ त्यो के अरे त्यो झुला खेलेर यार अबदेखि कहिल्यै खेल्दैन हो राम 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 भिडियो बनाउनु पाइन्छ झन् अझ मजा आउँथ्यो होला यार थाहा थिएन नि थाहा नभएर थाहा भएपछि त यत्रै जान्न थिएन रश्मि टिकट काट्यौ म जाँदिनँ धड्कन स्थिर छ यहाँ म जाँदिनँ म यत्रै जाँदिनँ जानु भन्दाखेरि केही भन त छ नै कुन चाहिँ बगी हो के उडाएर आएको कस्तो लाग्यो मुटु कलेज त हुँ छोडेनौ नि मुटु कलेज त हुँ छोडेनौ नि तिमीले छोड्या छोडेनौ ए मजा आएछ अब हामीहरू बाहिर निस्किन्छौँ किनभने हामीहरूले पुरै मेला घुमिसक्यौँ हजुरहरूले यो भिडियो हेरेर कमेन्ट गर्नुहोला